हेलो गाइज, वेलकम छ तपाईँहरूलाई मेरो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। र यहाँ देख्न सक्नुहुनेछ हाम्रो सुपरस्टार गौरव कुमार चौधरीलाई। र यहाँ दुबईमा हामी बसिरहेको छौँ। हाम्रो यात्रा चाहिँ आज बुढीगङ्गा टु गोलबजार रहेको छ। आज चाहिँ हामी धेरै लामो यात्रा गर्दैछौँ। हजुरहरूलाई हामी भिडियोहरू देखाउनेछौँ, क्लिप भए पनि। कि कसो गौरव सर भनिदेऊ। देखाउनु पऱ्यो दर्शकहरूले मन पराइदिनु पऱ्यो, लाइक सेयर कमेन्ट हानिदिनु पऱ्यो, सब्सक्राइब त्यो पनि हो है, सबैजनाले त्यो चाहिँ गरिदिनु होला। अब भने मुभ बनाउँदै लालीगुराँस स्पोर्टिङ क्लब विराटनगर मोरङ स्पिडी रन, तर कप्तान जङ्गेले ब्लक गरिदिएका छन्। भने मुभ बनाउँदै विराटनगरको टिम लालीगुराँस स्पोर्टिङ क्लब। त्यहाँ अब छ लेफ्ट फुटेड क्रस, गोल पोस्ट ब्ल्याङ्क थियो। समीर मगर अवसर विराटनगरको लागि छ। भागबाट मुभ बनाउँदै त्यहाँ क्विक रिलिज गर्न चाहन्थे। लेफ्ट ह्यान्ड साइडमा मुभ बनाउँदैछ लालीगुराँस स्पोर्ट्स क्लब विराटनगरको टिम। 1-1 बिल्डअप गर्दै अवसर छ त्यहाँ। पहिलो गोल गरेको छ विराटनगर। लालीगुराँस स्पोर्ट्स क्लब विराटनगरको लागि चिरन मगरको पहिलो गोल रह्यो। 8वटा टिमको सहभागिता रहेको छ भने च्याम्पियन टिमले 4,44,444 सायद उत्कृष्ट ट्रफी प्राप्त गरेछ। एकीकृत खेल गाम खेल मैदान गुरुधाम खेल मैदानले पनि चल आज झापाले टिम हाबी बनेको छ भन्न सक्छौँ। चप्तासे पुस्तकालय चप्तासे एफसी दमक झापाको टिम। भोलिको खेल गोलबजार युनाइटेड क्लब गोलबजार युनाइटेड भर्सेस बदरहुड फुटबल क्लब बेलका उदयपुर बिचको खेल भोलि लिएर हामी उपस्थित हुन्छौँ। तपाईँलाई बिदा दिनु। हस्त नमस्ते, जय फुटबल, जय नेपाली फुटबल। थ्याङ्क यू सो मच, थ्याङ्क यू। विक्रम साथी छ, यहाँ दाईहरू छ। यसो चडक्कसँगले खाना खानु आएको, तर यहाँ चौधरी होटलमा यहाँ अप्पा दाई। हेलो नमस्कार, 1 सेकेन्ड भिडियोमा दाई पेडा छैन दाई, पेडा छैन दाई। यही हो ठ्याक्कै बोलेकै बोल्यो। अब चाहिँ अब आज जस्तै भयो होइन, आउने दिनमा भाइहरू ल्याएपछि योलाई त्यो दिनलाई चाहिँ मिहिनेत गरेर ल यति भन्दै मेरो 2 शब्द पनि गुन्गाउँछु। लाइक एन्ड सब्सक्राइब गर्नु नबिर्सनु। अनि यहाँ यस्तो छ, अब चौधरी होटलमा आएको होइन। अब खाना खान टक्कसँगले यहाँ चाहिँ केटाहरू टक्क महेश विक्रम चिउरा भाइ यस्तो छ। यता दाईहरू छ, सबै छ खेलेर आएको टक्कसँगले। अब हारेर पनि आएको। यहाँ बाँदर जस्तै हरकत गर्दैछ अब्बा दाई। अनुहार हेर्न सक्नुहुन्छ, यही हो। खाना नखाने ल आज मेरो साथमा हुन्छ गुरु। यता आउने सुरु अब चाहिँ हामी
यहाँलाई होटलतिर लागिसकेको छु होटलको तर्फतिर के छ पुरा अब खान्छ अब मासु भात ठिक छ नि यार केटा तर अब हामी खाना खाने भिडियो पनि तपाईँहरूलाई हालिदिन्छौँ लाइक सब्सक्राइब कमेन्ट शेयर पनि हामीले खानासाना खाइसक्यौँ खानासाना खाएर एकछिन रेस्ट गरेर अब चाहिँ हामी घरतिर प्रस्थान हुँदैछौँ साथीहरू धन्यवाद सबैले ब्लग हेरिदिनु भएकोमा